गाइस सबैलाई नमस्ते गुड मर्निङ। आजको सानो मिनी भ्लग बनाऊ भनेर सम्झेको गाइस। पानी परेको गएछ गाइस, हेर्नु नि घाम घाँस काट्नु सक्छ। पानी पऱ्यो भने बिजोग हुन्छ गाइस। गाउँ बस्तीमा हेर्नु चाहिँ पानी यो खाले पर्छ। हेर्नु चाहिँ यस्तै हो गाइस। घाँस चाहिँ बिहानै काट्नु पऱ्यो, यो खाले पानी पऱ्यो भने सक्दैन है तपाईँहरूले। चाहिँ पानी पर्नु थाल्यो गाइस। हेर्नु चाहिँ पानी बेसी पर्दैछ। हेर्नु चाहिँ पानी चाहिँ डटो पऱ्यो है गाइस। यस्तो मगाबारीमा पानी परेको बर्खा लाग्यो है गाइस, बर्खा लाग्यो। हेर्नु चाहिँ आँप कस्तो फलिरहेको छ गाइस। हेर्नु चाहिँ बोटको आँप खाने भयो आउनु चाहिँ आँप खाने भयो। आँप फलेको हेर्नु चाहिँ गाइस। छोटो एउटा सायरी भन्नु मलाई थियो गाइस। तपाईँलाई सानो मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनु। नेट खोली वाइफाई फेरि गाइस, नेट खोली वाइफाई फेरि, ढोका खोले एसी फेरि, आमा चढ्यो भने गाडी भाडा फेरि। गाइस तपाईँलाई मन पर्यो सेयर लाइक कमेन्ट गरिदिनु। गाइस पानी झरीमा के गर्नु, अब हल्का चिया खानै पर्यो पानी झरीमा। भाइ पनि खाइरहेको छ चिया। गुलियो चिया चाहिँ एकदम गुलियो बनाएछ है चिया चाहिँ। अब रोशन रिग्रेट भयो नि, अब गइहालिस् त ढाउँदै अब चिया बिस्कुट पाइहाल्यो है। त्यो चाहिँ गाइस रोशनलाई रिग्रेट भयो भर गएको थियो यहाँबाट। पानी सिटा हाल्नु गएको थियो गाइस रोशन। चाहिँ पानी पऱ्यो बस्तीमा, पानी परेपछि काम गर्नु सक्दैन, घाँस काट्नु पऱ्यो। हेर्नु चाहिँ पानी भयो, अब पानी बिना टाइममा पानी पर्छ। 1-2 बजी हेर्नु चाहिँ पानी पऱ्यो उतिर काम गर्छ। हेर्नु चाहिँ हेर्नुहोस्।